40 कटेपछि त रमाउने दिनहरू क्रमशः अस्ताउँदै जाँदा रहेछन्। 40 वर्षको हुँदा धेरै पढेको र नपढेका बीच खासै फरक हुँदैन। थोरै पढेकोले पनि धेरै पढेकोले भन्दा राम्रै कमाई गरिरहेको हुन सक्छ। 50 वर्षको हुँदा सुन्दर र कुरूप बीच खासै फरक हुँदैन। सुन्दरतम व्यक्तिले पनि अनुहारको चाउरी लुकाउन सक्दैन। 60 वर्षको हुँदा उच्च ओहदा र निम्न ओहदा बीच खासै फरक हुँदैन। निवृत्त हाकिमलाई पिएनले समेत टेर्न छाड्छ। 70 वर्षको हुँदा झुपडी र महल बीच खासै फरक हुँदैन। घुँडा दुखेर माथिल्लो तल्ला नै महाभारत भइदिन्छ। 80 वर्षको हुँदा पैसा हुनु र नहुनु बीच खासै फरक पर्दैन। चाहेर पनि खर्च गर्ने ठाउँ नै भेटिँदैन। 90 वर्षको हुँदा निदाउनु र जागा रहनु बीच खासै फरक हुँदैन। बिउजिँदा पनि के गर्ने भन्ने कुनै भ्याउ हुँदैन। त्यसैले सबै कुरालाई सहज रूपमा लिनुहोस्। बुढो हुँदै जाँदा सबै समान हुने हो। कुनै तनाव नलिई सुखी जीवन जिउने प्रयत्न र कोसिस सदैव जारी राख्नुहोस्। यो सामग्रीलाई मैले सामाजिक सञ्जालमा भेटेँ र मलाई राम्रो लाग्यो। जस्ताको जस्तै साभार गरेर तपाईँलाई सुनाएँ। यदि तपाईँलाई पनि यो भिडियोले मन छोयो भने अवश्य सेयर गर्नुहोला। आजलाई बिदा हुन्छु। नमस्कार।